कहाँ जान थालेको भने आज मतलब मेरो प्रायः जस्तो बिहानको सिफ्ट हुन्छ नि त काममा अनि 6 बजेदेखि अरू बेला 9 बजीसम्म हुन्थ्यो अब आज गएको बोलाएको छ टुडे इज माई फर्स्ट डे इन माई सेन्ट गएको आइ एम सो एक्साइटेड है अहिले चाहिँ पहिला म काममा जान्छु 6 बजेदेखि 8:30 बजीसम्म अनि त्यो पछि फेरि घर आउँछु अनि गएको जान्छु आज 9:30 बजेदेखि गएको छ त्यही भएर फर्स्ट डे हो नि त अब सबैजना नयाँ हुनुहुन्छ म पनि नयाँ है कस्तोकोसँग फ्रेन्डसिप हुने हो कि होइन त्यो पनि थाहा छैन होइन यदि फ्रेन्डसिप भयो भने त म भ्लगमा देखाइहाल्छु हेर्दै जाऊँ के हुन्छ फर्स्ट डे आई एम सो एक्साइटेड आई एम सो नर्भस ओ माई गड अहिले चाहिँ ढिलो भइसक्यो अहिले चाहिँ म काममा जानै पर्छ भ्लग चाहिँ आफ्टर वर्क आई विल कन्टिन्यू ओ माई गड 2 मिनट बाँकी छ गएको आउन गएको आउन होइन 9:30 हुन हाम्रो गएको हेर्ने हो हाम्रो गएको देखाउँछु त पढ्ने चाहिँ यो होइन यो चाहिँ अफिस रुम मात्र भने जस्तो लागेको थियो यो चाहिँ एकी भयो सुबु लाइन यो चाहिँ हाम्रो गएको है अब म यहाँ एकछिन भिडियो बन्द गर्छु नाम हेर्नु पर्यो नि ए नाम नै लेखेर चाहिँ यता कता हो यो हेरौँ न यो कति हो हाम्रो यता 49 हाम्रो त अगाडि होला कि उहाँबाट तकरी दुईजना सँगै आएको त क्लास जेन सिगाउ भयो होइन ऊ इची खाइ तिमी इची कमी म निकुमी रे अनि निकुमी पनि सान खाइ रे ऊ चाहिँ निखाइ अब कोसँग बस्ने थाहा होइन गएको चाहिँ यो होइन कता हामी अस्ति न एउटा सरले उता पुरै अब टक्क सबैजना रेडी भएर त्यहाँ अगाडि गइसक्यो हामी चाहिँ भरेङ चाल्दा डुब्लाउनु भयो म निकुमी हो ऊ इची कुमी हो अनि सेन्सीले के भन्नुभयो भने त्यहाँ परको सेन्सीले चाहिँ हामीलाई शुभराशि भन्नु हो तर म शुभराशि छैन मलाई केही पनि आउँदैन के हुन्छ म भनिहाल्छु चिन्ता गर्नु पर्दैन तपाईँहरूले पनि रियल स्टोरी बताउने हो कि फेक स्टोरी बताएर कहिले पनि केही पनि हुँदैन नि त गएको कति राम्रो नयाँ गएको रहेछ देश सायनारा सेन्से अब क्लास हो सबभन्दा माथि टपको मेरो 3rd फ्लोरको चाहिँ मेरो क्लास हो अनि उसको चाहिँ 2nd फ्लोर हो अनि तर के चाहिँ दुःख लाग्ने कुरा भने नि गएको धेरै टाढा के हाम्रो रुमदेखि उता रङ्गी बिरङ्गी गएको भए चाहिँ नजिकै पर्थ्यो यो चाहिँ गएको टाढा भएर त्यही पनि केही छैन तर मैले फ्रेन्डसिप चाहिँ कोहीसँग गरिनँ डर लाग्यो फर्स्ट डेमा होइन अब भोलि पर्सिबाट फेरि बिस्तारै बोल्नुपर्छ भनेर म चाहिँ आज शान्त भएर बसेँ मोबाइल पनि खासै धेरै युज गर्न पाइएन अनि भिडियो बनाउनु त झन् त्यो आँटै आएन है हेलो म चाहिँ अस्तिको भिडियोसँगै यो भिडियो पनि जोड्दैछु किनभने अस्ति चाहिँ मैले राम्रोसँग क्लासरुममा भिडियो बनाउन पाइनँ किनभने सेन्सीहरूले पढाइरहनु भएको थियो अनि आज चाहिँ हाम्रो न्यू गएको सिकी छ अनि 12:30 बजेदेखि हाम्रो न्यू गएको सिकी छ भने हामी चाहिँ 12:25 को ट्रेन चढेर जाँदैछौँ लोकेसन पनि केही थाहा छैन अनि के भयो भन्दाखेरि रेडी हुँदा ढिलो भयो अब चाहिँ हामी कतिखेर पुग्छौँ त्यो पनि थाहा छैन अनि फेरि आज पनि के एउटा चाहिँ ल्याङ हुने भयो भने फेरि त्यो हामी जुन प्रोग्राममा जाँदैछौँ नि मतलब आज हाम्रो वेलकम प्रोग्राम जस्तै त हो नि होइन वेलकम प्रोग्रामै भन्छ होइन यसलाई इङ्ग्लिसमा त
अनि वेलकम प्रोग्राम हो नि त। अनि तर त्यो भित्र चाहिँ डिसिप्लिनमा ह्यान्ड्स फ्लोर गरेर बस्नुपर्छ अरे, त्यही भएर त्यहाँनिर चाहिँ हामीले फेरि भिडियो बनाउनु पाउँदैन। अनि त्यही माथि यसै त ढिलो भएर अब 25 को ट्रेन 30:30मा त क्लासमा पुगिसक्नु पर्ने। अब के हुन्छ थाहा छैन। अब सेन्सीको मेसेज आउनु मात्र बाँकी छ। अब ट्रेन पनि आउँदैछ। त्यो यस्तै हो, अब रुल्सलाई फलो गर्न सकेन त्यसको लागि चाहिँ गभर्मेन्टले। र अब चाहिँ मिल्यो भने सेन्सीको पर्मिसन लिएर चाहिँ म भिडियो बनाउने सुरु त्यो हलमा। अब अहिले त केही पनि छैन। अब सेन्सी आउँछ अनि हामी जान्छौँ। ट्रेन आउँदैछ, मतलब सेन्सी आउँदैछ। अब हामी सुइसीभित्र चिन्यो अनि घाँसी चिबामा ओर्लेर अनि हामी कहाँ हो बाटो पत्ता लगाएर जानुपर्छ। वी आर सो एक्साइटेड। म चाहिँ एकदम धेरै एक्साइटेड छु। सबैजना प्रिटी एन्जल्स भएर म जस्तै राम्री भएर आउनु भयो सबैजना, त्यही भएर म नि राम्री भएर गइदिए गएँ। तर म सधैँ राम्री नै भएर हिँड्छु। तर कहिलेकाहीँ चाहिँ मलाई जाँगर लाग्दैन। आज चाहिँ धेरै जाँगर लाग्यो भएर टाइम पनि धेरै गयो। सो अब के भन्ने, यस्तै यस्तै छ। म अब भित्र छिर्छु। जन्म भन्दा राम्री भएर मार्क्स लगाएर आएको फेरि नाटक। अब ढिलै भए पनि भ्लग त यस्तो कन्टिन्यू त गर्नु पर्यो। अब 4 मिनट बाँकी छ। 1 बन्द लागिसक्यो। कुद्दा कुद्दा सास बार निस्किनु लागिसक्यो। फेरि यस्तो सिङ्गो पऱ्यो भने नि नभएको टाइम पनि झन् धेरै टाइम लाग्छ। कुदा 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 सम्झना कुदा। सब जोडी जोडी आहा, म मात्र बिजोडी आछु। सब जोडी आहा भनेको ब्ल्याक 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 साडी ब्ल्याक। ओ माई गड, मेरो जोडी चाहिँ कहाँ होला? हो सपनाको राजकुमार कहाँ होला? सपनाको राजकुमार कहाँ होला? म चाहिँ एक्लै भएँ। मेरो सपनाको राजकुमार कता हुनुहुन्छ तपाईँ? म त यहाँ छु राजकुमारी भनिदिएँ। Turn left. सेन्सीले मेसेज गर्नु, सेन्सीले फोन गर्नुभयो। आएपछि म कल ब्याक गर्छु है ल। त्यस्तो राम्री अप्सरा भएर आएको थिएँ दकुर्दा दकुर्दा। ओ माई गड, यस्तो के भन्ने। अब राजकुमार नभएको राजकुमार नि भाग्ने भयो। अब ओ माई गड, सेन्सीले फोन गर्नुभएको थियो छिटो आऊ रे। यो सिङ्गो कति पर्छ कि कति पर्छ? कसले 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 कसले। तर सेन्सीलाई भनिदिइसकेपछि चाहिँ Turn left. कस्तो थियो कस्तो भयो हेर मलाई। केही छैन, सेन्जीलाई भनेपछि त अब बिस्तारै गइरहन्छ हुन्छ। कहाँ रहेछ यो ठाउँ भनेर चाहिँ म हेर्नेछु। अनि कि फेरि अर्कोचोटि आउँदा बाटो त आउँदैन हामीलाई। ओ माई गड, कहाँ हो त्यहाँ सेन्जीहरू बसे जस्तो? त्यही त होला, त्यही हो। त्यो त अगाडिको चाहिँ हाम्रो यही हो प्रोग्राम हुने ठाउँ। फाइनली वी Turn left. टर्न लेफ्ट भन्दाखेरि म्यापले चाहिँ यो सिङ्गो कति परेको हेर्नु न यहाँ। ओ माई गड, गर्मी भइसक्यो। म त मास्क लगाएर दक्रिरहेको, म त झन् मास्क पनि लगाएन। सेन्सीले हामीले कुरिरहनु भएको जस्तो फिल भइरहेको मलाई। अब कहाँ हो थाहा छैन। सायद त्यहाँ कोट लाएर बस्नु भएको चाहिँ हाम्रै सेन्सी हुन सक्नुहुन्छ। अब भित्र चाहिँ गएर कन्टिन्यू गर्न पाउँदिनँ होला मैले भिडियो, किनभने सेन्सीले अस्ति मोबाइल चलाउनु पाउँदैन र लाइनमा पनि मेसेज गर्नु भइसक्यो मोबाइल चलाउनु पाइँदैन भनेर। हामी मात्र ढिलो भएन, मतलब धेरैजना ढिलो भइरहेछ। धेरैजना पछाडिबाट पनि आउनु भयो, किनभने सबैजना हामी नयाँ हो नि त, त्यही भएर लोकेसन थाहा छैन। त्यही पनि केही छैन, सेन्सीले केही छैन भन्नुभएपछि चिकन भनिरहेको छैन, त्यो चिकन अब के यसै दे भन्दै हुनुहुन्थ्यो। अब सेन्जीले हामीले त गुरी जानुभयो। अब चाहिँ म भिडियो बन्द गर्छु, बाई बाई।
हाम्रो चाहिँ अब हाम्रो लागि चाहिँ अब के भन्छ प्रेजेन्ट त छ अरे अनि त्यही भएर चाहिँ अहिले यहाँ अगाडि भिडियो त्यो बन्द भएको छ उनीहरूलाई चाहिँ देखाउनु पर्यो उनीहरू चाहिँ मेरो न्यू फ्रेन्ड हो सेनमान गएको क्लासमेट हो उनीहरू पनि हो यो लाइन पुरा हाम्रो हो हाम्रो क्लास हो हाम्रो क्लासमा चाहिँ 42 जना छ 42 जना छ है 41 जना छ अनि पछाडिको चाहिँ सबै चिगाउ क्लास हो मलाई नियम गाउँदैन होइन देख्न सक्नु कसरी देखाउनु अनि के भन्छ भने नयाँ सेनमनमा आउनु भएको चाहिँ 390 जना हुनुहुँदो रहेछ अब हाम्रो लागि प्रेजेन्ट चाहिँ त्यहाँ रेडी हुँदैछ के हो थाहा छैन सायद अघि खिचेको फोटो त होइन नि अब चाहिँ यतिखेर म चाहिँ मोबाइल चलाउनु पाएँ भएर चाहिँ मैले भिडियो कन्टिन्यू गरेको हो नत्र गर्न पाइँदैन थियो मोबाइल साइलेन्टमा राख्नुपर्ने थियो त्यही भएर वाउ हाम्रो प्रेजेन्ट वी आर सो एक्साइटेड है प्रेजेन्ट हेर्नको लागि अब सायद यहाँ फोटो सुट भइरहेको छ हाम्रो फोटो चाहिँ अब सायद कसले खिच्नु ओ माई गॉड त्यो त भाग्यमानीले मात्र त्यस्तो कुर्सी पाउँछ फेरि फोटो सेक्सन हेर्न पाउँदैन हामीले अब हामी जाने सक्यो हाम्रो आजको प्रोग्राम अब कहाँ हो हराउँदाखेरि म त आज हिँडाएर आएको त्यो भएर म हराउँदैन मेरो भिडियोलाई यतितिर हिट गर्न चाहन्छु किनकि बिच भन्ने ठाउँमा आइपुगिसकेको छु सो आई एम सो ह्याप्पी होइन किनभने अस्ति आउँदाखेरि कि अन्त कालो देखेको थियो नि त अनि अन्त हेर्न सक्नुहुन्छ यस्तो बवाल हेर्न बवाल देखिरहेको छ कि समुद्र पारी जाउँ भनेर टक्क त्यो किनभने म टिकटक बनाउने छु अनि अर्को कुरा चाहिँ के भन्दाखेरि मेरो फोनमा चार्ज छैन त्यही भएर म चाहिँ यतिकै भिडियोलाई हिट गर्न चाहन्छु यही नेक्स्ट भिडियो चाहिँ नेक्स्ट पुरै यहाँको यो इलाके बिच चाहिँ पुरै टुर गर्ने चाहिँ म नेक्स्ट टाइम आउँदाखेरि फुल चार्ज लिएर आउँछु र फुल यो हेर्न सक्नुहुन्छ यस्तो बवाल छ कि बवाल देखेछ है के गर्नु मलाई यहाँको तपाईँहरूलाई धेरै चिज देखाउन मन छ बट आई हेभ नो चार्ज एन्ड नेक्स्ट भिडियो चाहिँ वेट गर्नु होला म नेक्स्ट भिडियो अब कुनै टाइममा म धेरै फ्री भएको बेला धेरै टाइम लिएर आउँछु अनि तपाईँहरूलाई यो इनागे बिचको टुर गराउने छु अहिलेको लागि यति भन्दै बाई बाई लभ यु गाइज अनि
अर्को कुरा नयाँ हुनुहुन्छ भने सब्सक्राइब एन्ड सेयर गरिदिनु होला अनि सबैजनाले मलाई धेरै धेरै माया दिनुभएकोमा त्यसको लागि पनि धेरै धेरै धन्यवाद अनि यति भन्दै बाई बाई लभ यु गाइस सी यु सुन नेक्स्ट भिडियो बाई बाई